तपाईँहरूलाई पनि यस्तै जुसी झोल मोमो खान मन लाग्छ अथवा फ्राई मोमो खान मन लाग्छ भने चाहिँ हामीलाई सम्झिनु होला। आज चाहिँ किमा किन्न पाइनँ, त्यही भएर मैले मासु ल्याएर चाहिँ घरमै बनाएर खाऊँ भनेर डिसाइड गऱ्यौँ। त्यही भएर मैले र दिदीले मासु किनेर ल्यायौँ। म चाहिँ मासु काट्न थालेँ यसलाई किमा बनाउनको लागि। अनि दिदी चाहिँ पिठो सिठो मुछ्नु भयो। पिठो मुछेर चाहिँ दिदीले पिठोलाई उता रेडी गर्दै गर्दा मैले यता चाहिँ मासुलाई चाहिँ मिक्सचरमा पिसेर चाहिँ किमा बनाएँ। त्यसपछिबाट एकछिनमा चाहिँ भाउजू पनि आइपुग्नु भयो। यता दिदीले रेडी गर्दै थिए पिठो चाहिँ। अनि सबैजना मिलेर चाहिँ काट्यौँ। हामीले प्याजको पत्ता पनि लिएर आएको थियौँ, त्यसमा मिठाउँदा मिठो हुन्छ भनेर क्याबेज पनि ल्याएको थियौँ। क्याबेज प्याजहरू चाहिँ हामीले मिक्सचरमै पिसेर हाल्यौँ, किनभने किमासँगै मिलोस् भनेर त्यसलाई एकै ठाउँ मिसाएर हाल्यौँ। अनि यता हाम्रो किमा पनि रेडी भयो। त्यसपछि भाउजू आएपछि भाउजू प्याक गर्न थाल्नुभयो। म र सिर्जना भएर चाहिँ बेल्न थाल्यौँ। अनि हाम्रो मिठो मिठो यम्मी यम्मी यता झोलमा पनि हामीले हाँसको झोल बनाएको थियौँ। यो पनि एकदम यम्मी भइरहेको थियो, पाकिरहेको थियो। अनि पाकिसकेपछि चाहिँ सबैजना चाहिँ कामबाट कोही काममा जानु मान्छेहरू चाहिँ घरमा भेला हुनुभयो। त्यसपछि मोमो पनि रेडी भयो। घरमै सजिलैसँग बसेर चाहिँ हजुरहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ।